यसमा बादल मात्रै छ घाम लाग्यो भर्खर चिसो त बहुतै छ आगो सेक्दै बसिरहेको मुखी त हल्दै हा मुखी गरेर गएका हल्ला बढ्यो भ्यू देखिरहेको त माथि पाथी भेटेको त हेलो गाइस गुड आफ्टरनुन आज पनि वेलकम बैक टू माई न्यू ब्लॉग दिस इज द न्यू डे तो आज की भिडियो सुरु हो रही है दिउँसोको 12 बजे मजाले लाग्यो मजपुरी आज घरमै थिएँ आज पनि यस्तो गर्मी भइसक्यो यार आज माथि हिउँ पनि सकिसक्यो त डाँडातिर अलिअलि रहेछ ल है त केटा खतेडाको लागि निस्के अहिले हो 4:30 बज्यो साँझको यहाँ खोरी पुग्न लाग्यो ठ्याक्कै यता भाउडुङ्गा भन्ने ठाउँमा छु यहाँको चट्टानहरू उता घाम पनि पारि पुगिसक्यो गैरालेतिर ल अहिले यति ढिला किन आएको भन्दाखेरि चाहिँ यहाँ केटाहरूले बाइकको चाबी नै भाँडे पुर्याइदिए क्या आज बिहानै गाडीमा त्यसैले अहिले भाँडेबाट चाबी मगाएको त्यसैले अनि बाइकमा आएको है त ल हिँडेर आइएन बिहान ल त्यही केटा हो 4:30 बजे यता खोरी टोरभेटमा छु म ल त्यहाँ सिधै म खतेडा सल्लेधारमा भेट्छु अब ए ल है केटा हौ म जहाँ भनिएको थिएँ त्यहाँ पुगिसकेँ सल्लेधारमा हेर्नुहोस् घाम भेटियो त यहाँ आएर माथि त कहाँ हो घामै थिएन यार यो गाउँबाट आएको नौरा कट्याउँदै खतरा भ्यू देखिरहेको त माथि पाथी भिरेको त ओहो ल यो साइड बढी हिउँ रहेछ वल्लो साइड सकिसक्यो सब धारमा पुगेँ फाइनल्ली केटा हौ अब जाउँ अड्डातिर ल त्यही हो केटा सिधै अब हामी कहाँ भेट्छौँ भेट्छौँ नत्र त्यहाँ अड्डामा क्लिनिकमा भेट्छौँ है त पुल बजारमा ल त्यही हो हेलो गुड मर्निङ दिस इज द न्यू डे नेक्स्ट डे है त के छ साथीहरू सन्चै हो आजको नयाँ भिडियोमा स्वागत छ है त तपाईँहरूलाई फेरि पनि यस्तो चिसो भइरहेछ आज हिजो गर्मी थियो लास्ट आकाशमा बादल मात्रै छ घाम लाग्यो भर्खर चिसो त बहुतै छ यहाँ आगो सेक्दै बसिरहेको छु म यहाँ पुल्नेर अरू त त्यही हो हिजो साँझ घरबाट आइयो अनि बसियो यतै मिदीको रिजल्ट आइसक्यो है त फाइनल्ली एउटा हो नियुक्ति बुझ्न मात्र बाँकी छ अब भोलि जानुपर्छ चैनपुर त्यही केटाहरू आगो ताप्ने बस्ने हो यहाँ आज एकछिन उता जानुपर्छ अब ल त्यस्तो हो खाना खाएर अहिले मुख धोएर यहाँ बसिसक्यो कोही छैन आज यहाँ पुल्नेर पुल बजारमा खाली छ आज सुनसान भोट फर घन्टी है त यसपालि जेसुकै होस् दायाँ बायाँ नहेरेर चुपचाप घन्टीमा छाप केडा हो यसो खोलातिर झाइलु मुनो ल्याउन कहाँ मुनो ल्याउनु पड्या हुने हो हाम्रो लामा दाइले अर्डर गरेको छ अनलाइनबाट त्यो मुनो लिएर आउनु पर्यो दौडी जानु दौडी यस्तो दौड्ने यस्तो कहाँ कहाँ छ न हेरौँ तल लाइन तल लाइन त्यही मुनो हान्नु पर्यो ल पुगे आज यही मुनालाई हाल्न सकिने है ए हालो त कानुमी मुनो दिएर हो
लिएको अवस्था मुखी त हल्लै हा मुखी गरेर गएका हल्ला बढ्यो मसला हो त हुन त आएको त ताप्नु बढ्यो हिउँ बढ्यो आज तिन लागेर मुडो यहाँ काठमुडा हाक्यो नि त अब अर्को त ल्याउनु पर्यो पुगिसक्यो फाइनल डेस्टिनेसनमा आफू हल्लो हगायो गरेर भयो म अहिले यता डाँडागाउँतिर आएको छु है त सानो काम थियो त्यसैले यहाँ बाजेलाई भेट्नु पर्ने थियो एकजना कहाँ गएछन् यार बोल्दैनन् त किन बोल्दैनन् कान नसुनेर हो कि खै म यस्तो झारीतिर जान लाग्छु है म सुई यो बनाउने भुरको झारी छ मड्डालाई छोप्नु पर्यो क्या हो त्यहाँ रुख काटिकन र के गरिरहनु यस्तो छ ल त्यही हो कुरा हो अब कहाँ भेट्टिने फाइनल्ली हाम्रो बाजेलाई मैले देखिसकेको छु है त उता कति खोज्यो कति यो झारी आएको अहिले देखेँ अब भेट्छु त्यसपछि जान्छु ल भिडियो नबनाएर